हेलो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा। साथीहरू, हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, हामीहरू पनि सन्चै आरामै छौँ। साथीहरू, आज चाहिँ मैले चाहिँ मेरो घरमा के छ भनेर हजुरहरूलाई देखाउन गइरहेकी छु। साथीहरू, यहाँ चाहिँ हाम्रो हिउँदे सिबी खानी भए सम्पर्क गर्नुहोला। यता चाहिँ हाम्रो चाहिँ बाख्रा छ, एउटा चाहिँ भैँसी छ, बेहुनी भैँसी हो। मेरो बुढाले चाहिँ भर्खर घाँस काटेर आउनु भएको छ। मेरो भाइ बहिनीहरू आएका छन् आज चाहिँ। बुढो हजुरलाई चाहिँ घाँस काटेर आएर कस्तो फिल भइरहेको छ? बोल्नु नि यता फर्केर, किन नबोल्ने? मेरो बुढोलाई चाहिँ खासै बोल्न आउँदैन है। यतातिर चाहिँ हल्का फुल्का भैँसीलाई दाना कुरो पकाउने। यता चाहिँ मेरो भैँसी, मेरो बाख्रा, यता चाहिँ मेरो भाइ भदा माइतको, यता हेर नानी, यता चाहिँ मेरो भदनी। सिमी खाने भए चाहिँ आउनु है त। बुढो, यो नाला चाहिँ कहाँबाट लिइरहनु भएको नि हजुरले? नाला चाहिँ किनेर। किनेर? अनि यो चाहिँ किन छोपेको नि? यहाँ काट्छ भनेर, सेफ्टीको लागि है बनाउँदैछु है। नानी बाबु कति भने काट्छ भनेर है। भयो? भेरी गुड। आऊ बाउ, आऊ यता आऊ। हजुरलाई केही भन्न मन छ भने यता फर्केर भनिदिनु होला। कृपया नबोल्ने ढोर नाखेलाई के देखाइराख्नु है। भाइले केही भन्नु मन छ भने भनिदेऊ भाइ। तिम्रो नाम भनिदेऊ। तिम्रो नाम? भेनाजीको छट चेताल। यो चाहिँ हाम्रो घरबाट पारी पारी देखिने भेजहरू हो। यस्तो देखिन्छ खासै। आऊ बाबु, आऊ यस्तो छ मेरो